पार्वती, उफ, यो बुढेसकालमा कस्तो खालको माया बस्यो, कस्तो खालको। तिमी यति राम्रो देखेर त मेरो मनै थामिएन। होला खुबै मलाई फुर्काउनु भएको होला। घर गएपछि कहिले फोन मेसेज गर्नुहुन्न बुढीको डरले। अहिले चाहिँ म भेट्दा मक्ख पार्नुहुन्छ। पार्यो मक्क। तिमीलाई मन नपराउने त को होला र? साँच्ची तिमीले चाहिँ मलाई कसरी मन पराएको? अब खै कसरी भन्नु नि, तपाईँलाई पहिलोचोटि देख्दै कस्तो मन परेको थियो मलाई। मेरो यो फुलेको दारीमा तिमी फिदा भयो कि क्या हो? म त यही दारी देखेर फिदा भएको हो नि। टुक्कै मन खान्छ मेरो त। यति राम्री मान्छेसित बसिरहेको छु, कहाँबाट घरको त्यो सिस्नाको जाल जस्तो बुढी सम्झिन्छ फेरि। अनि न त तपाईँले बुढी छोड्नुहुन्छ न मलाई लानुहुन्छ। सधैँ यसरी कति लुकी लुकी भेट्नु भन्नु त। सबैजनाले देखे चियो चसो गरे भने हामीलाई यसरी भेट्न नि गाह्रो हुन्छ। त्यही भएर खुरुक्क मलाई घर लानु। म त त्यो घरकोसँग बस्दिनँ। अब तपाईँसँगै मन परिसक्यो त अनि त्योसँग कति बस्नु? घर लगेपछि यस्तो रोमान्स गर्न कहाँ पाइन्छ पार्वती? के कुरो गरे कि तिमीले? उता च्याउ गर्छन्, उता निन्दो गर्छन्, उता झगडा गर्न आउँछन्। यसरी लुकी लुकी भेट्दाखेरि कति रमाइलो भइन्छ, कति मिठो माया छ हेर त। छुँदा पनि त्यस्तो आनन्द। त्यो घरकीलाई डिभोर्स दिनु अनि खुरुक्क मलाई लगेर भित्र्याउनु। म त त्यो घरकोलाई छोडिदिने हो। म त त्योसँग डिभोर्स गर्छु भनेर कुरा पनि गरिसकेँ। कहाँको हलुवामा फेरि बालुवाको कुरा ल्याउँछौ क्या तिमीले? कस्तो भइरह्यो न यहाँ फेरि डिभोर्स सिभोर्स कहाँ त्यसलाई सम्झाएर। अनि त्यसो नगरी त सधैँ यसरी लुकेर त अनि कहाँ सम्भव हुन्छ त? अहिलेसम्म भइरहेछ, अब पनि हुन्छ नि। न तिम्रो म छँदैछु नि मेरो प्राण प्यारी। तिमीलाई केही पर्यो भने म छु। हुन्छ त्यस्तो भनेर कहाँ हुन्छ। मलाई त तपाईँले बिहे गरेरै लानुपर्छ। म यसरी लुकी लुकी भेटेर चाहिँ बस्दिनँ। यसरी लुकी लुकी लाएको माया मिठो हुन्छ क्या पार्वती? अनि मिठो भएर लुकेर बसेर मात्र हुन्छ त नि? अनि के गर्नु पर्यो त? मैले गर्नुपर्ने सबै चिज गरिरहेको छु। मलाई त पुरा अधिकार चाहिन्छ। श्रीमती हुँ, फलाना कि बुढी हुँ भनेर हिँड्न। अनि मलाई अँगालो मार, यहाँ गालामा चुप्प खाऊ, सबै अधिकार त्यही होइन? अनि त्योभन्दा के अधिकार दिनु पर्यो? अब यसरी बस्दाखेरि तपाईँ बुढीसँग गएर बस्ने, म घर गएर बुढासँग बस्ने, अनि बिचमा भेटेर मात्र हुन्छ? अब सधैँ मेरै हो भनेर खुल्यामे घर बस्दा हिँड्दा जाँदा सधैँ भेट्न पाए पो माया हुन्छ। यस्तो लुकेर लाएको माया नि माया हुन्छ। पहिला पेटभरि माया गरिसकौँ, यो माया असाध्यै मिठो हुन्छ। अनि त्यसपछि बिहे गर्ने, भाग्ने, के गर्ने, त्यसपछि सल्लाह गरौँला। खोइ म त केही पनि जान्दिनँ। के गर्ने हो आजै फिक्स गर्नु, होइन भने भोलिदेखि म भेट्दिनँ। तिमी चिन्ता नगर न, कस्तो नभेट्नु नि। होइन तिम्रो त्यो लुहादे बुढोमा के राखेको छ र मरिमेट्छौ भोलिदेखि भेट्दिनँ भन्छौ? म हेर न यहाँ ज्यान हेर त, दारी कपाल हेर, रूप हेर, कति मान्छे हत्याहाल्छन् मरिमेट्छन् म भनेपछि। मेरो त दारी बेची नि 1 करोड आउँछ। लुहादे बुढो, त्यही लुहादे बुढो छोड्नलाई त तपाईँसँग माया लागेको त नि। त्यही सब चिप्केर बस्ने भयो त बसिहाल्थ्यो। त्यही भएर के गर्ने हो गर्नु भनेको नि। कति न तिमीले के गर्ने हो गर्नु भनिराख्नु पर्छ। मैले गरिरहेको छु। मलाई हजुरले चिन्न सक्नु भएन होला, तर म तपाईँलाई राम्रोसँग चिन्छु। हेर्नु न, मलाई पनि त एउटा बुढाले राम्रोसँग म तिमी बिना बाँच्न सक्दिनँ, तिमीलाई माया गर्छु यताउता भन्थ्यो। आज तपाईँकै बुढीसित टाँसिएर बसेको छ। नभए त हेर्न हिँड्नुहोस् त। हो कि होइन? तपाईँकै बुढीसित मसित माया गरेको मेरो बोयफ्रेन्ड भनौँ कि त धोकेबाज भनौँ कि के भनौँ, होइन? कहाँ ऊ यहाँ पर तपाईँको बुढीसित यसरी टाँसिएर बसेको छ। मैले ढाँटेको भए हिँड्नुहोस् त हेर्न। हो कि होइन? एकछिन, मलाई त्यो माथि पहिल्यै सुन्थेँ। अब त्यहाँ हामी गर्न झगडाको, म तपाईँसँग एउटा सल्लाह गर्छु। जस्तो तपाईँले मलाई साथ दिनुपर्छ। दिन्छु भन्नुहोस् त के हो? त्यो अनुसार हामी गयौँ भने तिमीहरू आफै तल लाग्थ्यो। बुझ्यो? बुझेँ। म बाटोमा जाँदै हुन्छु। हामीले के गर्नु पर्यो भने होइन कि पार्वती, तिमी खालि बे भन्छौ। बेमा के राखेको छ भन त? पहिला पेटभरि यो आनन्दले रोमान्च गरिसकौँ,
अनि त्यसपछि बिहे गरौँला, तिमी तिम्रो बुढो छोड्यौ, म मेरो बुढी छोडौँला। अहिले यस्तो राम्रो सिचुएसनमा तिमी खाली कुरो गर्छ। के कुरा गरेको होइन, मलाई चाहिँ बरु शङ्का लाग्न थालिसक्यो। कति टाढा बस्यो नि, कहाँमै बस न। ए तेरि झन् यहाँ कसैले देख्दैन भनेर तिमीलाई हेरेर आएको, अरू देख्दैन कि। मलाई त आजभोलि शङ्का लाग्न थालेछ। पहिला जस्तो माया नि गर्नुहुन्न कि अर्को नि गर्लफ्रेन्ड बनाउनु भएको छ। अरू धर्म छैन। यस्तो रोमान्टिक मोडमा तिमी के भन्छौ के अनि त्यो मैले भनेको चाहिँ केही मान्नुहुन्न। मलाई यहाँ कति अप्ठ्यारो परिसक्यो। घरै बुढोले थाहा पायो भने के गर्ने? थाहा त्यो झुसेलले हेर त कपाल पनि कति ठिक तिमीलाई कसले किन्ने हौ? राम्रो छ यार, राम्रो छ। के हौ अनि बर्थडेमा किनिदिइहाल्छ नि। अनि ओ बर्थडे कहिले हो बर्थडे? हो र? ए ल त्यहाँ गरेर लजाउनु पर्यो भने नकचरी यति राम्रो बोयफ्रेन्ड हुँदा हुँदै कोसित यो झुसेसँग डेटिङ बस्न आएको। हजुर हेर लाज नबकी, यही झुसेसी टाँसेर बस्छ। मेरो गर्लफ्रेन्ड हो यो। के रे आजभोलि किन ठुल्ठुलो कुरा गर्छ, झर्किन्छ, रिसाउँछ भनेको त यो नकचरीसँग लाएर रहेछ र पो त। यो झुसेले के भन्दैछ? यो कुरा साँचो हो? हो, ऊ पनि मेरो बोयफ्रेन्ड हो। म चाहिँ को त अनि? गर्दैन, केही गर्नु पर्दैन। तपाईँलाई म चिन्दिनँ। पुरा हामी छिटै बिहे गर्ने तयारीमा छौँ। के गर्ने तयारीमा छौ रे? घरा सोहनी भएको मान्छे बिहे गर्ने तयारीमा छु र। तिमीहरू जे सुके भना हो, तिमीहरूलाई हामीले केही पनि देखेको पनि छैन, हामी सुनेको पनि छैन। हामी यहाँ आनन्दले एकान्तमा गफ गर्न आयो, हामीलाई गफ गर्न दियो। जाउँ त हामी के कहाँ आउँछ? हजुर तिम्रो बुढो सम्हाल न। यो त बोको जस्तो बोको छ। यो त यो अलग नि यति राम्रो जवान खाइ लाग्दो बोयफ्रेन्ड हुँदा हुँदै यो झुसे हेर्न उहाँ यो खाने बेला बाहिर निकाले जस्तो झुसेसित के आएको नि? म खाने बेला बाहिर निकाले पनि भित्रै बसे पनि यो तपाईँ धेरै खाएर यो मोटो मान्छे खाटै भाँचेला जस्तोसँग केही मतलब छैन। के रे धेरै ठुलो कुरा नगर है। अनि तिमी किन कराइरहेछौ? यो नकचरीसँग कहिलेबाट लायो हो? तिमीलाई मैले केही भनेको छु? ठुलो कुरा गर्दैछु यो हेर्न। के भन्नु पर्यो? फेरि किन हात हाल्नु भएको तपाईँ? यता धेरै सक्दिनौ त्यति पनि सक्दिनौ। कति न हात यता सुन्नु है, हामीले तपाईँहरूलाई केही पनि भनेको छैन, न हातपात गरेका छौँ। हामी आफ्नो मर्जीले आनन्दले दुईजना बसिरहेको ठाउँमा आएर क्याङ 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 कि चिज गरेर जे पाए त्यही बोल्न पाइँदैन नि। अझ आनन्दले दुईजना दुनियाँले देख्ने ठाउँमा लठारिएर बस्ने। मलाई चाहिँ के बाना बनाएर घरबाट निस्केका होइन? तैँले यी परे मान्छेले मेरो गर्लफ्रेन्ड बाहेक अरू कोही भेट्दैनस्, अरू ल्याएर बस्यो भने त हुन्थ्यो नि यहाँ। यो चाहिँ के बाँकी नि? यति राम्रो बोयफ्रेन्ड हुँदा हुँदै मेरै पैसा आउनु मलाई यो भन्दा यही नै राम्रो छ। भयो तर नराम्रो मेरो हाँस त मलाई यही मन परेको मन परेको मान्छे बस्न। मेरो गर्लफ्रेन्डलाई म हात गरौँ कि पात गरौँ कि जेसुकै गरौँ, आफ्नो उमेरको पनि ख्याल राख्नु। हेर्नु आफू चाहिँ आफू हेर न, घरमा सहनी भएको मान्छे केटीसँग लठारेर अझ उता के उसलाई हेरिरहेको लाटाले पापा हेरे जस्तो। यहाँ मलाई हेर्न, मलाई हेर्दिनँ अब, म उसैलाई हेर्छु। हामी त बिहे गर्ने होइन बेबी? गरौला बिहे। हाम्रो प्लानिङ भइसक्यो बिहे गर्ने भनेर। ओछाना बोलाउँला। एउटा कार्ड पठाइदिउँला बिहे। हेर्न अझ उतै फर्क प्लानिङ गरिस् प्लानिङ। हामी भनेको टक्क उमेर मिलेको मान्छे हो। हामीले यो जङ्गलमा आएर त्यस्तो नराम्रो केही पनि गरेका छैनौँ। उमेर मिलेर केही हुँदैन बाबु, मन मिल्नुपर्छ। मन हाम्रो यसलाई त मैले मनैदेखि माया गर्थेँ। हाम्रो मन मिलाएन, एकचोटि फेरि मिलाइदियो। अर्का गर्लफ्रेन्डसँग घरा सक्ने भए मान्छे आइमाईको अनुहारै देख्न नपा जस्तो। अनि त नि त तैँले चाहिँ केटा मान्छेको अनुहारै देखाएको छैनस्? ए बा मैले के गरेको छु र? तिमी त यहाँ रङ्गे हात पक्रेको हो भर्खर, अझ मतिर पो झोक्दा रहेछन्। बहु समानको मान्छेसँग के गरेर बसिरहेको थिएछ कि? के रे कस्तो के रे के गर्नु नि? बाउ छोरी गफ गरेर बसिरहेको थिएँ, दुःख सुख। हो तपाईँहरू बाउ छोरी गफ गरेर बसेको दुनियाँले देख्ने गरी गफ पनि कस्तो त्यो पनि भनिदिउँ कि?
तपाईँहरू बसेको सब कुरा हामीले देखेर सुनेर त्यसपछि हामीले यो प्लानिङ गरेर आएको। हेर्नुहोस्, उसँग मेरो कुनै पनि सम्बन्ध छैन। हामी पहिला भेटेको पनि छैन, फर्स्ट टाइम भेटेर यो कुरा गरेर यो प्लानिङ गरेको। हामी यसरी भर्खर भेटेर यस्तो गर्दाखेरि तपाईँलाई कति आपत पर्यो? अनि तँलाई हामी यसरी फर्स्ट टाइम भेटेर यसरी नाटक गरे ल, तँलाई मनमा के पर्यो? त दुनियाँसँग त नभन, यही बुढा मर्नलासँग बुढासँग लागेछ भन्ने सुनेको, अस्ति नै पनि सुनिरह हो। तेरो घरमा चालामाला पनि ठिक छैन। अब तँलाई भनिस् भने मसँग किचकिच गरेर झगडा गर्न आइहाल्छस्, मलाई टेन्सन मात्रै दिन्छस्। तँलाई भनेर मेरो मुख दुखाउनु र घरमा झगडा गर्नु भन्दा बरु तँलाई राम्रो सबक सिकाउँछु भनेर यो बहिनीसँग मैले सल्लाह गरेर हामी यसरी बसेको। तेरो यो मनमा चित्त दुख्यो नि होइन? मलाई कस्तो भएको थियो होला तँलाई अलिकति थाहा छ? एउटा नारी भएपछि कसरी घर व्यवहार चलाउनु पर्छ भने केही पनि थाहा छैन तँलाई। दुनियाँसँग लाग्यो हिँड्यो, के छ योसँग? लाग्यो र उहाँसँग त गफ मात्र गर्यो। कहाँ लाग्यो र? तेरो लिपस्टिक तेरो गालामा लागेको छ, गएर ऐना हेर। हिमाल भाइ, त्यस्तो अपराध नबोल्नुहोस्। म स्त्री लम्पट भएकै कारण मेरो घरको बुढीले पनि मलाई छोडेर पहिला गयो। थाहा रहेछ त तपाईँलाई, तपाईँको घरको बुढीले छोडेर गयो। अब बल्ल बल्ल ल यो नानी अब छोरीसँग मान्छ, म केही भन्दिनँ, तपाईँहरूको मन मिल्यो होला, के भयो होला, के छ, अब बिहा गर्ने कुरो गरेको छ भन्दै थियो नानीले होइन। अब ठिक छ, अब बिहा गरोस्। अब एउटा हुँदा हुँदा तपाईँ दुनियाँ चारेर किन हिँड्नुहुन्छ? तपाईँ आफू त बिग्रिनु भयो, अरूलाई त नबिगार्नुहोस् यार। तपाईँले गर्दाखेरि यहाँ कतिजनाको जिन्दगी बर्बाद भयो, उसको जिन्दगी बर्बाद भयो। उसँग लागेर उसले घर व्यवहार छोडी भने भोलि मेरो जिन्दगी बर्बाद भयो, भोलि गएर ऊ खुसी भएन भने उसको जिन्दगी बर्बाद भयो। तपाईँ एकजनाले गर्दा चार चारजनाको जिन्दगी बर्बाद भएन? हिमाल भाइ, मलाई माफ गरिदिनुहोस्। हामीले त्यस्तो अनैतिक कार्य अहिलेसम्म केही पनि गरेको छैन। बसेर माया प्रेमका मिठा मिठा कुरा मात्र गरेको हौँ। मेरो यही स्त्री लम्पटको कारणले मेरो घरको जेठी बुढीले पनि मलाई छोडेर कता गई। अब त अर्को घर जाउँ गर्छु भनेर यी नानीसित नरिसाउन, मलाई माफ गरिदेऊ। अब म तिमीलाई छोडेर कहीँ कतै कोहीसित कहीँ जाँदिनँ। यस्तो धोकेबाजको कुरा पत्याउँदिनँ अब म। त्यसो नभनौँ, तिमी मैले कति धेरै माया गरेको थिएँ। मेरो घरमा बाबुआमाले यस्तो बुढासित बिहे नगर भन्दाखेरि पनि हामी दुईजनाको मन मिल्यो भनेर मैले बाबुआमालाई रोएर राजी गराएको थिएँ बिहे गर्नलाई। अहिले आएर मलाई धोका दिनुभयो होइन? धोका दिएको छैन, बसेर गफ गर्दा मात्रै कम। त मेरो केही शङ्का थिएन, मैले तपाईँहरू दुईजना बसेको देखेर मैले लिएर आएको हो। त्यही पनि मलाई गालामा झापट हान्नुभयो। मुड नभए उसको हो त। त्यो नानीसित बसेर दुःख सुखको गफ मात्रै गरेको, दुःख सुखको गफ। त्यसैले मलाई माफ गरिदिनुहोस्। हाम्रो त्यस्तो अनैतिक कार्य केही पनि भएको छैन। म केटी भनेपछि अलिकति बेसी लगा भएको भएर यो सब भएको। अब म तिमीसँगै अर्को घर जाउँ गरेर हाँसी खुसी बस्छु। तपाईँहरू पनि आफ्नो घर जाउँ हाँसी खुसी राख्नु होला। तपाईँले त राम्रोसँग कुरा बुझ्नु भएछ। अनि तैँले मैले नि बुझिसकेँ बुढा, अबदेखि यस्तो कहिले गर्दिनँ, मलाई माफ गरिदिनु ल। के बुझिस् त? अब के बुझ्नु नि, यस्तो गर्नु हुँदो रहेछ। घरमा बुढा भइ यस्तो जो पाए उहिले फकाए, माया गरे, लोभ देखाए भनेर लाग्नु हुँदो रहेछ। यस्तो हुने रहेछ, बल्ल थाहा पाएँ नि आज। तपाईँको कारणले थाहा पायो, अबदेखि यस्तो कहिले गर्दिनँ ल। देख्नु भयो नि, एकजना पर पुरुष पर स्त्रीसँग लाग्दाखेरि कतिजना व्यक्तिको जिन्दगी र कतिवटा घर परिवार तहस नहस हुन्छ। त्यसैले तपाईँहरू पनि याद गर्नुहोला।